गोर्खाको एक एक्लो गाउँ थुङ्गामा सयौं वर्ष पुरानो बरको रुखमुनि बनेको चौतारी थियो, जहाँ स्थानीयहरू साँझ पर्नासाथ जान डराउँथे। गाउँका बुढाहरूले सुनाउने गर्थे कि त्यो चौतारीमा राति रहस्यमय रूपमा एकजना कालो अनुहारको, रातो चम्किला आँखाको मान्छे देखिन्छ, जो एकटक हेर्दै भन्छ, "त पनि आउनुपर्छ।" दशैंको बेला काठमाडौँबाट गाउँ फर्किँदै गरेका युवराज जंगलको बाटो हुँदै आउने क्रममा थकित भएर त्यो चौतारीमा केही बेर बस्न पुगे। घाम अस्ताउँदै थियो, मोबाइल बन्द भइसक्थ्यो, अनि एक्कासी उनीमाथि चिसो हावा सुसाएर गयो, साथमा खुकुरीले काटेझै आवाज आयो र उनले पछाडि हेर्दा कसैको छाया झुल्कियो। डरले काँप्दै उठ्न लाग्दा चौतारीको छेउमा एकजना उभिएको थियो, मुख देखिँदैनथ्यो, तर आँखा रातै टल्किरहेको थियो, जस्तो एकाएक रगत रिसाएको चन्द्रमा। त्यो आकृति बिस्तारै अघि बढ्दै आयो र युवराजलाई हेरेर भन्यो, "त पनि त्यही होस्," अनि हाँसो हाँस्यो, एकैचोटि 100 जनाले चिच्याएको जस्तो आवाज सहित। उनी डरले भागे, तर जतातिर दौडिए पनि फेरि चौतारीमै आइपुग्थे जस्तो बरको रुखले बाटो बोलेको थियो। उनले आँखा चिम्लेर बुबाको नाम लिएर रुन थाले र आँखा खोल्दा देखे रुखका हाँगाबाट 7वटा झुन्डिएका छायाहरू, जसको अनुहार धमिलो थियो, र ती सब एकनासले उनलाई हेरेर मुस्कुराइरहेका थिए। त्यो आकृति फेरि नजिक आयो, कानमा फुसफुसायो, "हामी अझै अधुरो छौं। तै 8औं हौ," अनि एकैपल्ट सबै छायाहरू रुखभित्र हराए र युवराज बेहोस भए। भोलिपल्ट गाउँलेहरू उनलाई त्यही चौतारी मुनि अचेत अवस्थामा भेटे, शरीर काँपिरहेको, आँखाबाट रगत बगिरहेको, अनि उनी केही बोल्न सक्ने अवस्थामा थिएनन्। त्यस दिनदेखि गाउँलेहरू भन्छन्, रात परेपछि अब बरको चौतारीमा 8वटा छाया देखिन्छन्, र जो कोही त्यो ठाउँमा रात परेपछि पुग्छ, उसको आँखा कहिल्यै फेरि उज्यालो देख्दैन।